सोच्नुस् त, जब देश चलाउनेहरू नै सबैभन्दा ठूलो शङ्काको घेरामा पर्छन् तब जनताले जवाफ त खोज्छन् नै। आज हामी यही गम्भीर प्रश्नको जरासम्म पुग्नेछौँ र हेर्नेछौँ कि आखिर नेपाल कसरी कालो धनको एउटा केन्द्र बन्न पुग्यो। यो कथा हो नागरिक र भ्रष्टाचारको आरोपले घेरिएको राजनैतिक वर्गबीचको टकरावको। हालका केही घटनाहरूले देशलाई एउटा यस्तो मोडमा ल्याइदिएको छ जहाँ अब सत्यको माग पहिलेभन्दा झन चड्को भएको छ। ल आउनुहोस् यो सङ्कटको गहिराईमा डुबुल्की मारौँ। ल सुरु गरौँ पहिलो खण्डबाट। हामी ती घटनाहरूबाट कुरा सुरु गर्नेछौँ जसले पुरै देशमा एउटा बहस नै सिर्जना गरिदियो र ठूला ठूला भनिने व्यक्तिहरूमाथि अनुसन्धानको ढोका खोल्यो। कुरा हो भदौ 23 र 24 गतेको। युवाहरू भ्रष्टाचारको विरुद्धमा सडकमा उत्रिए। उनीहरूको आक्रोश यतिसम्म बढ्यो कि पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र प्रचण्डको घरलाई नै निशाना बनाइयो। अनि त्यसपछि के भयो? सामाजिक सञ्जालमा जलेका नोटका भिडियोहरू छ्यापछ्याप्ती भए, भाइरल भए। अनि सबैको मनमा एउटै प्रश्न उठ्यो, आखिर यो यत्रो पैसा आयो कहाँबाट? यो सार्वजनिक दबाव यति बढ्यो कि सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले कदम चाल्नै पर्यो। उहाँहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिनुभयो र देशका पूर्व प्रधानमन्त्रीहरू, उनीहरूका परिवार अनि अरू शक्तिशाली मान्छेहरूको सम्पत्तिमाथि छानबिन सुरु भयो। अब यी सबै घटनाहरूको पछाडि एउटा निकै जटिल वित्तीय अपराध लुकेको छ, सम्पत्ति शुद्धिकरण, जसलाई हामी मनी लाउन्ड्रिङ भनेर चिन्छौँ। ल आउनुहोस् यो वास्तवमा के हो यसलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौँ। सम्पत्ति शुद्धिकरण भनेको के हो त? सोझो भाषामा भन्दा यो भनेको गैरकानुनी तरिकाले कमाएको पैसा जस्तै भ्रष्टाचार, ठगी वा कर छलेर जम्मा गरेको कालो धनलाई कानुनी वा सेतो बनाउने प्रक्रिया हो। यो प्रक्रियाले त्यो अवैध पैसालाई कुनै न कुनै तरिकाले ब्याङ्किङ सिस्टममा छिराएर सफा बनाइदिन्छ। अझै सरल बनाउन एउटा उदाहरण हेरौँ है त। मानौ एउटा होटलले महिनामा 10 लाख रुपियाँ वैध तरिकाले कमाउँछ। अब कालो धन भएको कुनै व्यक्तिले होटल मालिकसँग सेटिङ मिलाउँछ र आफ्नो अवैध 10 लाख रुपियाँ पनि त्यही होटलको आम्दानीमा जोडिदिन्छ। अब होटलले के गर्छ? आफ्नो कुल आम्दानी 20 लाख देखाउँछ, त्यसमा कर तिर्छ र बस त्यो कालो धन अब सजिलैसँग सेतो भयो। अब यो सम्पत्ति शुद्धिकरण पनि सानो र ठुलो दुई स्तरमा हुन्छ। सानो स्तरमा के हुन्छ भने अलिअलि पैसा घर जग्गामा वा शेयर बजारमा लगानी गरेर लुकाइन्छ। तर जब कुरा अर्बौंको कालो धनको आउँछ तब खेल अर्कै हुन्छ। त्यसलाई सेतो बनाउन त कागजमा मात्रै देखिने नक्कली सेल कम्पनीहरू र हुन्डी जस्ता एकदमै जटिल नेटवर्क प्रयोग गरिन्छ। अनि त्यही पैसालाई विदेश पठाएर विदेशी लगानीको नाममा फेरि नेपाल भित्राइन्छ। यो समस्या कति विकराल छ भनेर बुझ्न यो एउटा आँकडा नै काफी छ। संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार विश्वभर हरेक वर्ष लगभग $2 ट्रिलियन हो 2 ट्रिलियन बराबरको सम्पत्ति शुद्धिकरण हुन्छ। सोच्नुस् त यो कति ठूलो विश्वव्यापी अपराध हो। ल अब अर्को महत्त्वपूर्ण प्रश्नमा जाउँ। नेपालमा यो समस्या यति बिघ्न गहिरो कसरी बन्यो त? अब हामी त्यो संस्थाको बारेमा कुरा गर्नेछौँ जुन खासमा यही अपराधसँग लड्न भनेर बनाइएको थियो, तर त्यसलाई नै कसरी योजनाबद्ध रूपमा कमजोर पारियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग अर्थात् DMLI 2068 सालमा अर्थ मन्त्रालय अन्तर्गत स्थापना भएको थियो। तर 2074 सालमा तत्कालीन प्रधानमन्त्री KP ओलीले एउटा ठूलो कदम चाल्नुभयो। उहाँले यसलाई सिधै प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउनुभयो। यसले के गर्यो त? यसमाथि प्रत्यक्ष राजनीतिक नियन्त्रण बढायो। खैर, हालसालै अन्तरिम सरकारले यसलाई फेरि अर्थ मन्त्रालयमै फर्काएको छ। अनि यो संस्थाको अस्थिरता हेर्नुस् न। यो एउटै आँकडाले सबै कुरा बताउँछ। स्थापना भएको जम्मा 14 वर्षमा यहाँ 19 जना प्रमुख फेरिएका छन्। कल्पना गर्नुस् त, यति छिटो छिटो नेतृत्व फेरिएपछि कुनै पनि संस्थाले प्रभावकारी ढङ्गले काम गर्न सक्छ र? मिडिया रिपोर्टहरूले के आरोप लगाउँछन् भने यो विभागलाई त राजनीतिक हतियार जस्तै बनाइयो, आफ्ना मान्छेलाई बचाउन र विरोधीलाई दबाउन। जस्तै KP ओली प्रधानमन्त्री हुँदा मीनबहादुर गुरुङमाथिको अनुसन्धान रोकिएको आरोप छ। त्यस्तै शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनकी श्रीमती आर्जु राणा देउवामाथिको छानबिन रोकियो। भन्नुको मतलब सत्ता फेरिएसँगै अनुसन्धानका फाइलहरू पनि बन्द हुँदै गए। अब यो विभाग कति असफल भयो भन्ने कुरा त तथ्याङ्कले नै प्रष्ट देखाउँछ। यहाँ सयौं उजुरीहरू दर्ता भएका छन्, तर स्थापना भएदेखि आजसम्म अदालतसम्म पुगेका मुद्दाको सङ्ख्या कति होला? जम्मा 12 वटा।
उजुरीको यो अग्लो थुप्रो र कारबाहीको यो सानो सङ्ख्याले विभागलाई कतिसम्म निष्क्रिय बनाइएको थियो भन्ने कुराको नाङ्गो प्रमाण दिन्छ। यो प्रणालीगत असफलताको मूल्य देश र यहाँका आम नागरिकले कसरी चुकाइरहेका छन् त? अब हामी यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय परिणामहरू के हुन् त्यसबारे चर्चा गर्नेछौँ। सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय झट्का त 2081 साल फागुन 9 गते लाग्यो। विश्वको वित्तीय अपराधलाई निगरानी गर्ने सबैभन्दा ठूलो संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स अर्थात् एफएटिएफले नेपाललाई ग्रे लिस्टमा राख्यो। यो भनेको खरानी सूची, जुन एकदमै गम्भीर कुरा हो। ग्रे लिस्टमा पर्नु भनेको नेपालको अन्तर्राष्ट्रिय बेइज्जत हुनु मात्रै होइन, यसको असर सिधै हाम्रो अर्थतन्त्रमा पर्छ। विदेशी लगानी र ऋण पाउन गाह्रो हुन्छ, विदेशबाट पैसा पठाउने प्रक्रिया झन्झटिलो बन्छ, अनि देशभित्र के हुन्छ? त्यही कालो धन घर जग्गा जस्ता क्षेत्रमा खन्याइन्छ, जसले गर्दा मूल्य आकाशीय र आम मान्छेको पहुँचभन्दा बाहिर पुग्छ। यसले आर्थिक असमानतालाई झनै बढाउँछ। ल, अब अन्तिम खण्डमा आइपुगेका छौँ। वर्तमान अवस्था के छ र भविष्य कस्तो देखिन्छ? के हालै चालिएका कदमहरूले साँच्चै सुधारको बाटो देखाउँछन्, वा यो पनि पहिले जस्तै अर्को एउटा असफल प्रयास मात्रै हुनेछ? सङ्कटलाई टार्न सरकारले केही कदमहरू त चालेको देखिन्छ, जस्तै त्यो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई फेरि अर्थ मन्त्रालयमा फिर्ता लगिएको छ, जसले राजनीतिक हस्तक्षेप कम होस् भन्ने अपेक्षा छ। नगद कारोबारको सीमा घटाएर 5 लाखमा झारिएको छ, अनि टेलिग्राम जस्ता प्लाटफर्ममा पनि प्रतिबन्ध लगाइएको छ। तर यी प्रयासहरू सायद पर्याप्त छैनन्, किनभने एफएटिएफले हालै कार्तिकमा के भन्यो भने नेपालले गरेका सुधारहरू ग्रे लिस्टबाट बाहिर निस्कनका लागि अझै पनि अपुग छन्। यसले के देखाउँछ भने गर्नुपर्ने काम अझै धेरै बाँकी छ। र यो सबैको अन्त्यमा एउटा सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्न त्यहीँको त्यहीँ छ। के ठूला नेताहरूमाथिको छानबिन साँच्चै कुनै निष्कर्षमा पुग्ला र न्याय स्थापित होला, वा भोलि उनीहरू फेरि सत्तामा फर्केपछि यो मुद्दालाई पनि सधैँका लागि बन्द गरिदेला? यसको जवाफ त अब आउने समयले नै बताउँला।